है तपाईको आत्मिक तहरमा बढ्नलाई रोक्ने सबैभन्दा ठुलो बन्डेज भनेको एउटा व्यक्तिको हुन्छ है। जहिले पनि तपाईको जीवनमा एक तहरदेखि अर्को तहरमा माथिल्लो लेभलमा जानको लागि तपाईलाई रोक्ने भनेको चाहिँ एउटा बन्डेज चाहिँ एउटा व्यक्तिको हुन्छ। अनि त्यो कुराको लागि तपाईले प्रार्थना गर्नुहोस् है, त्यो कुराको लागि तपाईले प्रार्थना गर्नुहोस्, अझै बेसी तपाई प्रभुसँग प्रार्थना गर्नुहोस् है। जब जब तपाई प्रार्थना गर्नुहुन्छ त्यो समय तपाईको जीवनमा छुटकारा हुन्छ। जब जब तपाई प्रार्थना गर्दै जानुहुन्छ त्यो समय तपाईको सम्बन्ध परमेश्वरसँगको सम्बन्ध चाहिँ मजबुत बनिँदै जान्छ। बुझ्दै हुनुहुन्छ? जब जब तपाई प्रार्थनामा तपाई लिङ्क हुँदै जानुहुन्छ, जब जब तपाई परमेश्वरसँग सम्बन्धमा जोडिँदै जानुहुन्छ त्यो समय तपाईले केही कुरा